गाइज तपाईको नाम चाहिँ हो दर्शन हो होइन हौ ब्लगमा स्वागत छ भलकमा होइन पेजमा गराउन ब्लग अनि त्यस पछाडि दादा चाहिँ पहाडको रुखमा चढ्दै देख्न सक्नुहुन्छ नजरा लु हेर्नु रुख देख्न सक्नुहुन्छ कति ठुलो छ फेरि हाम्रो मिरा पनि आइसक्नु भएको छ उहाँ चाहिँ तल बसिरहनु भएको छ उहाँ ओबु दादा उहाँ माथि चढिसक्नु भएको छ र अर्को भाइ ऊ पर झरेर घाँस झारिराखेको छ र ओबु दादालाई चाहिँ घाँस झार्नु भएको छैन त नाटक मात्रै बाँध्नु भएको ओबु दादा घाँस झार्नु भयो त साथीहरू म चाहिँ पहाडको रुखमा चढेको छु र यहाँ चिसो हावा आउँदैछ त्यही भएर माथि चढेको है त नरिसाउनु होला अब यहाँ रमेशलाई देख्न सक्नुहुन्छ रमेश हेलो हेलो ओबु दादाको ब्लगमा वेलकम छ क्यामेराबाट गरौँ खोइ तपाईँले चाहिँ घाँस झारेको तर के गर्न चढेको त्यहाँ माथि अहिले मसँग चाहिँ कचिया छैन त्यही भएर कचियाको इन्तजारमा छु कचिया आएपछि यो झार्छु भनेर सोचिरहेको छु है गाईहरू आज चाहिँ गाईहरू चाहिँ निकै अगाउँछ जस्तो लागिरहेको छ पहाडको रुख चाहिँ यस्तो हुँदो रहेछ लड्ला भन्ने सम्भावना एकदमै हुन्छ नि भिरमा हुँदो रहेछ डर मर्दै छ है त ब्लग निभाउनु हो यहाँ म ब्लग गरिरहेको छु र गाइज हामी चाहिँ अब घाँस लिएर जान्छौँ ऊ माथि ऊ कच्चिया नभएर हातैले घाँस काट्दै हुन्छ यसको नाम पनि भन्नु न यो निबार हो यो ओबुदा चढेको रुखको नाम र यसको नाम हो खन्यु मेरो नाम हो खन्यु ओबुदाको नाम हो निबार हो देख्न सक्नुहुन्छ नजरा र हाम्रो मिरा चाहिँ अघि नै भागिसकेको छ कहाँ गयो मिरा अनि हामीले यहाँनिर देख्न सक्नुहुन्छ गट्टा पनि टिपिसकेको छौँ भएर सब्जी खानालाई दुईटा यो बुदाले बोक्नुहुन्छ देख्न सक्नुहुन्छ अनि त्यस पछाडि हाम्रो चाहिँ यहाँनिर गट्टाहरू देख्न सक्नुहुन्छ कति धेरै फलेको छ तपाईँहरूलाई देखाइदिन्छु पहाडको गट्टा देख्न सक्नुहुन्छ यहाँ यहाँ फलेको छ यतातिर पनि फलेको छ देख्न सक्नुहुन्छ तपाईँहरू धेरै गट्टा खानु भने हुन सक्नुहुन्छ लट्टाहरू हुनसक्छ कपालमा लट्टा भन्नु यहाँ त्यस पछाडि म फर्सिया मिसाउनलाई मुन्टा टिप्दैछु गाइज र यहाँनिर चाहिँ हाम्रा मुन्टाहरू धेरै छन् धेरै आज मुन्टा र गट्टाको सब्जी खाने हो र साथीहरू स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ भ्लगमा र अहिले चाहिँ हुन्छ नि विशेष गरी चाहिँ म यहाँ माथि रुखमा चढेको छु नेवारको रुखमा अनि रमु बाबु त्यहाँनिर यो कचिया बोकेर काटिरहेको छ र पहाडको रुखमा चढ्दाखेरि चाहिँ एकदमै रमाइलो हुँदो रहेछ किन भन्नुपर्दा हेर्न सक्नुहुन्छ कस्तो भिरमा उभिएको रुख छ क्या र हामीले चाहिँ हुन्छ नि यहाँ पहाडको गाईलाई चाहिँ हल्का अगाउनु पर्ने हुन्छ र त्यही भएर चाहिँ हामी रुखमा चढेर काट्दैछौँ र यति मात्रै होइन साथसाथै चाहिँ हामीले फर्सीको मुन्टाहरू पनि खोज्दैछौँ तपाईँहरू देखाउँछु है त सबै थोक घाँस सास काटिसक्यौँ र यहाँ साथमा हामीले चाहिँ यो पनि बोकेको छौँ है त हेर्न सक्नुहुन्छ फर्सीको मुन्टा र गट्टा सबै थोक बोकेको छौँ अनि यता चाहिँ घाँस बोक्न नसकेको अवस्था जस्तो देखिराखेको छ है त साथीहरू